सुरुमै आउँदै गरेको यो नेपालीहरूको तिहार दीपावलीको अवसरमा केही शुभकामना दिन चाहनुहुन्छ कि? हजुर अवश्य पनि हजुर सम्पूर्ण दर्शकहरूलाई चाहिँ यस महान तिहारको उपलक्ष्यमा धेरै धेरै हार्दिक शुभकामना। हजुरहरूको सबैको जीवनमा खुसियाली आओस् र सम्पूर्णलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। र हाम्रो नेपाली डायस्पोराको परिवारको तर्फबाट पनि विश्वमा रहेर विश्वमा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय दर्शक श्रोतावृन्दमा यो आउँदै गरेको दीपावलीको पुनीत अवसरमा हार्दिक मङ्गलमय शुभकामना टेकाउन चाहन्छौँ। भाग्य मेरो यस्तै होला तिम्रो हुन सकिन, भाग्य मेरो यस्तै होला तिम्रो हुन सकिन, बिर्सु भन्छु तिमीलाई तर जय जय शिव शङ्कर कैलासवासी, कृपा होस् प्रभु भक्त जनमाथि, जय जय शिव शङ्कर कैलासवासी, कृपा होस् प्रभु भक्त जनमाथि। तपाईँले दुईटामा एउटा छान्नु पर्दा अमेरिका छान्नुहुन्छ कि नेपाल छान्नुहुन्छ? अब यस्तो छ कस्तो भने वास्तव म छान्नु पर्दा चाहिँ नेपाललाई छान्छु। हेर्नुहोस् मैले अन्तरालदेखि भनिरहेको छु। बनेको छ पहराले यो छाती मेरो, बगेको छ चहरा रगतमा मेरो, टाकुरामा जन्मी पखेरुमा खेल्ने म झुक्दै नझुक्ने नेपालकी छोरी, म झुक्दै नझुक्ने नेपालकी छोरी। बुवा र आमा छान्नु पर्दा त्यो त गर्न सक्दिनँ। मेरो म बुवा आमा दुइटै चाहिन्छ मलाई। भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो, कोही भन्छन् जिन्दगी यो डुबी जाने घाम जस्तै हो, म त भन्छु सृष्टिकै अमूल्य उपहार, मानिसको जुनी झै के छ र बराबर, बाँचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो। थ्याङ्क यू सो मच। धन्यवाद। नमस्ते आदरणीय दर्शक श्रोतावृन्द, हामी हाम्रो युट्युब च्यानल नेपाली डायस्पोरालाई हेरेर माया गरेर साथ दिनुहुने हाम्रा सम्पूर्ण आदरणीय दर्शकवृन्दहरूमा हामी नेपाली डायस्पोराको तर्फबाट हार्दिक नमस्कार, स्वागत, न्यानो अभिवादन। हामी हरेक हाम्रो श्रृङ्खलाहरूमा कहिले गीत सङ्गीतलाई निम्त्याएर यहाँहरूलाई मनोरञ्जन दिने गर्छौँ, त कहिले साहित्य स्रष्टा कविहरूलाई निम्त्याएर यहाँहरूलाई कवितामा डुब्न र रमाउन दिन्छौँ, त कहिले प्रवासमा रहेका कुनै विशेष क्षेत्रमा दक्ष सफल व्यक्तिहरूको सङ्घर्षको कथा, उहाँहरूले बटुल्नु भएको अनुभव र उहाँहरूले प्राप्त गर्नुभएका सफलताहरूको कथा उहाँहरूकै प्रेरणादायी शब्दहरूमा राख्ने गर्दछौँ, जसले गर्दा हामी र हाम्रो पुस्ताहरूको लागि प्रेरणाको स्रोत बनोस् भनेर आज पनि हामी हाम्रो श्रृङ्खलामा उपस्थिति भइसकेका छौँ। र हाम्रो अतिथिको रूपमा आज हामीले एकदमै बे एरियाकी चर्चित एकदमै लोकप्रिय गायिका, सबैले मन पराउनु भएको गायिका र
बेरियाले मात्रै नभएर विश्वमा नै उहाँको अहिले युट्युब च्यानल निता आचार्यको युट्युब च्यानल आइसकेको छ र त्यस्तो व्यक्तिलाई आज हामीले निम्त्याएका छौँ। एकदम ईश्वर कि धनी हुनुहुन्छ, उहाँ हुनुहुन्छ निता आचार्य। यहाँलाई हार्दिक स्वागत छ। नमस्कार। नेपाली हामी रहौला कहाँ, नेपालै नरहे, नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ, हिमालय नरहे, हिमालय नरहे। सम्पूर्णलाई धेरै धेरै अभिनन्दन, नमस्कार। म निता तोर्सन अथवा म निता आचार्य। म चाहिँ अमरजीलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु यस नेपाली डायस्पोरामा मलाई आज निमन्त्रण गरेर बोलाइदिनु भएकोमा। साथै सम्पूर्ण मेरो दर्शकहरूलाई पनि यस नयाँ मेरो अपकमिङ गीतहरूको बारेमा र मेरो पहिला गीतहरूको बारेमा चाहिँ यसको बारेमा म कुरा गर्न यहाँ उपस्थित भएको छु स्टेजमा। अमरजी धेरै धेरै धन्यवाद छ यहाँलाई मलाई स्वागत गर्न। धन्यवाद। सुरुमै आउँदै गरेको यो नेपालीहरूको तिहार दीपावलीको अवसरमा केही शुभकामना दिन चाहनुहुन्छ कि? हजुर, अवश्य पनि। हजुर सम्पूर्ण दर्शकहरूलाई चाहिँ यस महान तिहारको उपलक्ष्यमा धेरै धेरै हार्दिक शुभकामना। हजुरहरूको सबैको जीवनमा खुसियाली आओस् र सम्पूर्णलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। र हाम्रो नेपाली डायस्पोराको परिवारको तर्फबाट पनि विश्वमा रहेर विश्वमा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय दर्शक श्रोतावृन्दमा यो आउँदै गरेको दीपावलीको पुनीत अवसरमा हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छौँ। हजुरको परिचयबाट अलिकति सुरु गरौँ न। हजुरको नाम सहित आफ्नो बुवा आमा ठेगाना सहित। मेरो नाम चाहिँ निता आचार्य अनि मेरो घर चाहिँ काठमाडौँमा बालुवाटारमा म हुर्केर बढेको। हजुर, म जन्मेको चाहिँ खास पोखरामा हो। हजुर। अनि मेरो हुर्काइ चाहिँ बालुवाटार काठमाडौँमै भयो। हजुर। बाल्यकालदेखि म त्यतै बसेर अनि अमेरिकातिर अलिकति अगाडि नै म यतातिर आइपुगेँ। कहिले अमेरिका पस्नुभयो र किन अमेरिका छान्नुभयो? म खास 1993 मा अमेरिकामा आएँ। मेरो हस्बेन्ड श्रीमानजीलाई उतै भेट भयो अनि नेपालमै भेट भयो अनि उतै बिहा गरेर अनि खास त्यही कारणले गर्दाखेरि म अमेरिका यतातिर भित्रिएँ। तपाईँको श्रीमान त नितान्त टोटली अमेरिकन। हजुर। अमेरिकनसँगको दाम्पत्य जीवन भोगाइमा तपाईँले कस्तो महसुस गर्नुभयो? एउटा नेपालीको त दाम्पत्य जीवन प्रायःको उस्तै हुन्छ, तर अमेरिकनसँग दाम्पत्य जीवन बिताइरहँदा कस्तो तपाईँले महसुस गरिरहनु भएको छ? फरक के पाइँदो रहेछ? फरक चाहिँ अब यस्तो हुन्छ कि अब अलिकति हाम्रो कल्चर संस्कारहरू फरक भएपछि चाहिँ अब केही कुराले चाहिँ अप्ठ्यारो पार्छ नै जीवनमा। तर अब कस्तो हुन्छ भने हरेक कुरामा च्यालेन्जिङ त सबैमा आउँछ नै। त्यो च्यालेन्जलाई हामीले एक्सेप्ट गरेर कम्प्रोमाइज गरेर यस्तै हो भनेर अगाडि सर्नु भयो भने चाहिँ त्यसले सहज बनाउँछ जीवनमा। हजुर। भनेपछि भेनाजु अमेरिकन भए पनि हजुर दाम्पत्य जीवनमा हजुर खासै त्यस्तो तलमाथि छैन, जस राम्रो प्रेममय नै चलिरहेको छ। हजुर हजुर। चल्नु पनि पर्छ। चल्नुपर्छ। हजुर हजुर। अनि तपाईँको यो साङ्गीतिक यात्रामा भेनाजुको साथ सपोर्ट कस्तो हुन्छ? हजुर, सपोर्टै गर्नुहुन्छ उहाँले। साथ सपोर्टै गर्नुहुन्छ। हजुर। यो साङ्गीतिक यात्रा निता आचार्यको लागि कतिको चुनौती सङ्घर्ष कस्तो रह्यो? तपाईँले कहिलेदेखि साङ्गीतिक यात्रा सुरु गर्नुभयो र किन गर्नुभयो? कसको प्रेरणा स्रोत के थियो? मलाई खास भन्नुपर्दाखेरि मेरो घरमा चाहिँ मेरो मम्मीले बुवाले गीतहरू एकदमै सुन्ने बजाउने
अनि मेरो मम्मीले पनि गीत गाउनुहुन्थ्यो, गाउने इच्छा थियो मेरो मम्मीलाई पनि। हजुर सायद मेरो मम्मीकै प्रेरणाले गर्दाखेरि पनि ए ए ए मलाई आज यहाँ लिएर आए जस्तो पनि लाग्छ। सङ्गीतले तान्यो। र हजुर अनि साथै म स्कुलमा 5-6 वर्षदेखि नै म स्कुलमा मलाई याद भएदेखि नै मैले गीतहरू चाहिँ गाउँथेँ। घरमा गीतहरू बजिराख्ने अनि मलाई गीत पनि एकदमै गाउनु मन लाग्थ्यो। हजुर अनि स्कुलमा चाहिँ यस्तो यो प्रोग्रामहरू हुन्थ्यो नि जुन विशेष कार्यक्रमहरू, त्यसमा चाहिँ भाग लिन्थेँ। अनि मेरो गुरुहरूले टिचरहरूले चाहिँ मलाई सरहरूले चाहिँ तिमी गाउनुपर्छ भनेर मलाई उत्साह दिनुहुन्थ्यो, हौसला बढाउनुहुन्थ्यो मेरो। त्यसले गर्दाखेरि खास त्यसरी स्कुलैबाट पनि सुरु भयो र घरैबाट पनि अलिकति हौसला हजुर हजुर साथ सपोर्ट हौसला हजुर हौसला मिल्यो। हजुर मिल्यो, साथ सपोर्ट हौसला मिल्यो भनिरहँदा हजुर मिले पनि च्यालेन्ज चुनौती त छ नि बजारमा। एकदम साङ्गीतिक क्षेत्रमा अब धेरै मान्छे गीत गाउँछु आउँछु भनेर त साङ्गीतिक क्षेत्रमा आउँछ, आएर त्यतिकै हराउँछ क्या। हजुर तपाईँको दिनमा तारा हराए जस्तै हराउँछ, हजुर चम्किन खोज्छ अनि हराउँछ, बिलाएर जान्छ। त्यो उसलाई उसको सङ्घर्षले साथ नदिएको हो कि के हो होइन। हजुर तपाईँ त धेरै गीतहरू तपाईँले बजारमा ल्याइसक्नु भएको छ, कन्टिन्यू छ, कति सङ्घर्ष गर्नु पर्यो? अब यस्तो हुन्छ सङ्घर्ष त्यो बेलामा चाहिँ अब हामीले चाहिँ अब धेरै अवसर चाहिँ मैले पाएको थिइनँ। मैले गीत पनि कहिले पनि सिक्ने मौका पनि पाइनँ। हजुर तर यस्तो हुन्छ कि मान्छेमा एउटा हुडहुडी चल्छ नि, मैले यो गर्छु, मलाई मन छ भनेर तपाईँसँग जुन प्यासन हुन्छ नि, त्यो प्यासनलाई तपाईँले जबसम्म मार्नु हुँदैन नि, तपाईँलाई कसैले रोक्न सक्दैन। मलाई मेरो एक्जाम्पल एउटा भन्छु हजुरलाई, के हो भने अब मलाई गीत गाउने सधैँ रहर थियो। म सानै बेलामा बिहा गरेर आएँ होइन। अब घर गृहस्थी भएपछि बिचमा मेरो यो साङ्गीतिक यात्रा चाहिँ अलि बन्द भयो। तर मनमा चाहिँ मलाई सधैँ एउटा हुटुर्जी चाहिँ के लाग्थ्यो भने म चाहिँ म्युजिकसँग जोडिनुपर्छ, म म्युजिक बिना अधुरो छु भनेर मनमा एकदम मलाई त्यसले चाहिँ एक प्रकारले मलाई पोलिरहन्थ्यो कि। अनि अब बच्चाहरू सानो हुँदाखेरि चाहिँ मैले घरमै नै एकदम ध्यान दिनु पर्यो, बाहिर यताउति गर्न सकिनँ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ घर गृहस्थीपट्टि नै अलिक व्यस्त पनि भएँ। अनि पछि जब बच्चाहरू ठुल्ठुलो हुँदै गएपछि होइन मैले रियलाइज के गरेँ भने मैले चाहिँ केही गर्नुपर्छ, मैले यसरी आफ्नो यस्तो राम्रो एउटा प्यासनलाई मैले यसरी खेर फाल्नु हुँदैन भनेर अब मैले चाहिँ स्वर पनि छ, गला पनि छ, कला पनि छ र चाहना पनि छ भने किन पछि सर्ने? हजुर किन चाहिँ आफ्नो कला सिपलाई किन ओझेलमा राख्ने भन्ने तपाईँको एउटा इच्छा रह्यो। र अब जिन्दगीमा केही चाहिँ गर्नुपर्छ है भन्ने किसिमको त्यो तपाईँभित्र हजुर म जे गर्न सक्छु तर मैले जे सक्छु मेरो खुबीले त्यो चाहिँ गर्नुपर्छ भन्ने तपाईँमा त्यो रह्यो। हजुर र तपाईँले यसरी साङ्गीतिक यात्रा सुरु गर्नुभयो। हजुर अनि तपाईँको गीतहरू बजारमा कतिको पपुलर भएर गइरहेको छ? अब बिस्तारै बिस्तारै हुँदैछ, अब ग्रेजुअल हुँदैछ। अब म एउटा नयाँ स्ट्रगलिङ आर्टिस्ट होइन। मैले अब यो साङ्गीतिक यात्रा त सागर हो, महासागर हो। मैले सिक्दैछु, धेरै कुराहरू मैले सिक्नुपर्ने छ, धेरै कुराहरू मैले जान्नुपर्ने छ। म यसमा अझै नयाँ छु, मेरो साधनाहरू धेरै नै अझै गर्न नै बाँकी छ। अब बिस्तारै हुँदैछ। अब निरन्तर रूपले मैले चाहिँ अहिले अगाडि बढिरहेको छु। सायद त्यही नै होला, सायद अझै धेरै साधना गरेर अलि धेरै राम्रो, योभन्दा पनि राम्रो गर्नुपर्छ भन्ने मेरो उद्देश्य छ। हजुर तपाईँको धेरै गीतहरूमध्ये मलाई एकदमै मन परेको गीत भाग्य मेरो यस्तै होला तिम्रो हुन सकिन, बिर्सौँ भन्छु तिमीलाई तर मनले मान्दै के खास गीतले भने अनुसार भने जस्तो तपाईँको त छैन नि जीवनमा? होइन छैन। जस्तै यहाँ भनिएको छ नि भाग्य मेरो यस्तै होला तिम्रो हुन सकिन। यस्तो मैले चाहिँ यसलाई कस्तो भन्छु, मेरो साङ्गीतिक यात्रामा चाहिँ मलाई बिचबिचमा मेरो जुन गीतले भने जस्तो यस्तो मैले चाहिँ गीतको लागि चाहिँ मैले भने हजुरलाई होइन अमरजी, गीतको लागि चाहिँ म
सङ्गीतप्रति म जुन मेरो एउटा झुकाव थियो अहिले पनि छ त्यो बिचमा मेरो एकदमै ऊ भयो नि त ब्रेक भयो नि म दुःखी पनि भएँ कि अब मैले कसरी गर्ने त अब त्यो कुरालाई त मैले गीतद्वारा नै मैले प्रस्तुति गर्नुपर्छ भनेर अनि त्यसरी नै अब बुझाइ जसरी बुझ्नुहुन्छ त्यो चाहिँ मैले त भने प्राय हजुर कविहरूको हजुर गायक गायिकाहरूको गीत कविता भनेको हजुर मनभित्र जे छ नि हजुर त्यो व्यक्त हुने हो हजुर भनेपछि यहाँ तिम्रो हुन सकिन भन्ने गीतले कतै तपाईँ पनि प्रेममा फस्नु भएको त थिएन तर प्रेममा फसे पनि चाहिँ पाउन सकिन भन्ने गीतले चाहिँ हजुर हजुर कतै तपाईँको व्यवहारमा त्यस्तो त आइपरेन होइन त्यस्तो कुनै केही पनि होइन तर यस्तो भयो यो गीत त मैले लेखेको चाहिँ होइन नि त जो राइटरले मलाई लेखेर दिनुभयो सायद उहाँको जीवनमा पनि त्यस्तो केही थियो कि घटेको थियो कि अब उहाँले कि त राइटरको हुनुपर्छ होइन कि त गायकको हुनुपर्छ केही होला होइन अब मैले उहाँले जुन गीत लेख्नुभयो त्यो गीत मैले गाइदिएँ अब गाउने मैले जुन तरिकाले मैले प्रस्तुति गर्नुपर्ने थियो त्यसरी नै मैले प्रस्तुति गरिदिएँ त्यो बाँकी कुरा त अब उहाँलाई पनि थाहा होला कि दर्शक श्रोतालाई यो गीत अलि सुनाइदिनुहुन्छ हजुर हस् यो गीतको बारेमा केही भन्न चाहेँ पहिला यो गीत चाहिँ मैले 2022मा रिलिज गरेको हो अनि गीतको राइटर हुनुहुन्छ टिका कुमार पुनजी अनि कम्पोज गर्नुभएको छ उहाँ बिबी अनुरागजीले अनि मैले चाहिँ यो गीत चाहिँ अमेरिकामै रेकर्ड गरेँ हाम्रो टिका पुनजीले लेख्नु भएको हजुर हजुर उहाँको गीत हो यो हजुर अनि म थोरै गुनगुनाइदिन्छु हजुरलाई भाग्य मेरो यस्तै होला तिम्रो हुन सकिन भाग्य मेरो यस्तै होला तिम्रो हुन सकिन बिर्सु भन्छु तिमीलाई तर मनले मान्दैन धन्यवाद तपाईको स्वरमा एकदमै तागत छ जादु छ तपाईहरू जस्तो स्वरकी धनी मान्छेहरू पक्कै पनि ओझेलमा बस्नु हुँदैन अगाडि आउनै पर्छ जिन्दगीमा मैले केही गर्नुपर्छ भन्ने सोच्नुपर्छ र आउनु पनि भएको छ तपाईले साङ्गीतिक यात्रामा अहिलेसम्म कतिवटा गीतहरू कतिवटा गाउनुभयो हजुर मैले अहिलेसम्म 10 वटा गीत गाएँ हजुर अझै मेरो बजारमा चाहिँ अब हालै एउटा गीत रिलिज हुँदैछ यो मन्डे चाहिँ मैले यो अपलोड गर्दैछु युट्युबमा कुन गीत भजन गाउँदैछु म भजन छ त्यो चाहिँ शिवजीको भजन हजुर मैले भजन गाउने मेरो एकदम ठुलो इच्छा थियो अनि हजुर त्यही भएर त्यो भजन अलिकति गुनगुनाउन सक्नुहुन्छ दर्शक श्रोतालाई जय जय शिव शङ्कर कैलासवासी कृपा होस् प्रभु भक्त जनमाथि जय जय शिव शङ्कर कैलासवासी कृपा होस् प्रभु भक्त जनमाथि थ्याङ्क यू धन्यवाद तपाईले एकदमै मिठो भजन पनि तपाईको भजन चाहिँ आइराखेको छ अब हजुर हजुर अब यो सोमबार चाहिँ मैले रिलिज गर्दैछु मेरो युट्युब च्यानल निता आचार्यमा हजुर यहाँहरू सम्पूर्णलाई चाहिँ मेरो भजन हेरिदिनु होला मन परे लाइक सेयर गरिदिनु होला भन्ने आग्रह गर्दछु धन्यवाद अनि तपाईँ साङ्गीतिक यात्रामा अहिले पौरिरहनु भएको छ मतलब साङ्गीतिक यात्रामा तपाईँ अगाडि बढ्नु भएको छ सङ्गीतबाट के पाउने आश गर्नुभएको छ तपाईँले गीत सङ्गीतमा लागेर के पाउने आश गर्नुभएको छ मेरो आशा चाहिँ के हो छ भने मैले सङ्गीतलाई बुझ्न सकौँ सङ्गीत के हो भनेर मैले बुझ्न सकौँ होइन साधना दिनका दिन साधनामा लागौँ गीत के हो भनेर बुझ्न सकौँ जब मैले गीत सङ्गीत के हो भनेर बुझ्न सक्छु नि त्यसमाथि मात्रै मैले गीत अझै अब्बल गर्न सक्छु जस्तो मलाई लाग्छ म केही पछाडि लाएर हिँडेको होइन हुन त अब मैले यत्रो गीत गरेँ मेरो कति पैसा खर्च भयो होइन म कुनै पैसाको पछाडि लाएर हिँडेको पनि होइन अब मलाई चाहिँ के हो भने अब चाहिँ मैले चाहिँ गीत सङ्गीत भनेको चाहिँ के हो भनेर म गीत सङ्गीतमा डुब्न चाहन्छु यो गीत सङ्गीत चाहिँ एउटा महासागर हो होइन महासागरै हो मैले धेरै कुरा सिक्नु छ मैले अघि हजुरलाई भने
अब अझै गीत चाहिँ के हो, सङ्गीत के हो, साधना डुब्न सकौँ, अझै राम्रो गर्न सकौँ। मैले चाहिँ एउटा गीत सङ्गीतपट्टि चाहिँ मैले एउटा कृति छोडेर जान सकेँ संसारमा होइन। म निता आचार्य भनेको चाहिँ को हो भनेर सबैजनाले मलाई याद गरून्। यस्तो गीत गाउन सकौँ कि ल त एकचोटि यहाँको पनि त गीत सुनिहालौँ न त यस्तो भनेर मान्छेलाई मनस्पटलमा चाहिँ याद होस्, त्यस्तो सम्झना, त्यस्तो छवि चाहिँ मैले छोडेर जान सकौँ। अरू कुरा त म के को पछाडि लागेको होइन। भनेपछि तपाईँलाई गीत सङ्गीतमा लागेर आर्थिक लाभको आश छैन? अब आर्थिक लाभको आश छैन मलाई अहिले। गीत सङ्गीतमा कति तपाईँको च्यालेन्ज र चुनौतीहरू, अपर्च्युनिटी अनि च्यालेन्जहरू छन्? मैले अघि नै भने हजुरलाई, कति गायकहरू स्वरको धनी छ, स्वर धेरै राम्रो छ, आउन खोज्छ बजारमा, चम्किन खोज्छ आकाशमा, साङ्गीतिक आकाशमा चम्किन खोज्छ, तर विचारहरू बिलाएर जान्छन्। त्यो चाहिँ के त भन्दाखेरि उनीहरूले अपर्च्युनिटी आए पनि च्यालेन्ज गर्न सकेन। त्यो कतिको छ यो साङ्गीतिक क्षेत्रमा च्यालेन्ज अनि अपर्च्युनिटीहरू? यस्तो मैले एउटा कुरा चाहिँ के भन्न चाहन्छु भने सबै हाम्रो कलाकार आर्टिस्टहरूलाई चाहिँ अहिले जुन उहाँहरूले आउनु खोजिरहनु भएको छ अथवा आउने प्लानमा हुनुहुन्छ, एउटा ठुलो कुरा चाहिँ के हो भने हामीले चाहिँ निरन्तर रूपले चाहिँ हामी लागिराख्नुपर्छ। अब यो चाहिँ तुरुन्तै हामी हिट हुने कुरा पनि होइन। सङ्गीत भनेको चाहिँ मैले अघि नै भनिसकेँ महासागर हो, धेरै गहिरिनुपर्छ, हामी धेरै पानीमा डुब्नुपर्छ, हामी धेरै डुबल्की हामीले लाउनुपर्छ होइन। यो ओभरनाइट हुने वर्षौँ वर्षको साधनामा हामी पोख्त भएर मात्रै हामी एउटा राम्रो सक्षम एउटा गायक, एउटा कलाकार हामी बन्न सक्छौँ होइन। त्यसको लागि हामीले धेरै मेहनत गर्नु छ। हो, जीवनमा धेरै स्ट्रगल आउँछ, मलाई पनि आएको थियो होइन। मैले पनि सोचेको थिएँ एकचोटि चाहिँ अब धेरै वर्ष भयो नगरौँ कि भनेर, कुनै एकचोटि मनमा आएको थियो, तर हेट होइन यस्तो यो चाहिँ मैले गर्नु हुँदैन, म कहिले पनि ढिला भएको छैन। आफूसम्म जबसम्म हामीसँग एउटा गर्ने हिम्मत, हामीसँग हौसला, हामीसँग प्यासन जुन हुन्छ नि हामीसँग, हामीलाई कुनै पनि उमेरले छेक्दैन, मलाई चाहिँ त्यस्तो लाग्छ। तर हिम्मत चाहिँ हार्नु हुँदैन। मैले यो अरू सुझाव चाहिँ उहाँ के दिन्छु भने एकदम साधना गर्नु बहुत जरुरी छ। साधना गर्ने अनि हरेस नखाने, हिम्मत नहार्ने होइन, सबैभन्दा ठुलो कुरा हिम्मत चाहिँ हार्नु हुँदैन। अब जस्तो भनौँ न, एक प्रकारले मेरो एउटा गीत रिलिज हुन्छ अनि मेरो अब होइन, अब तुरुन्तै त्यो गीत भाइरल हुँदैन। त्यस्तो भाइरल होला नहोला, अब मेरो यस्तो भयो भनेर मान्छेले फ्रस्ट्रेसन गर्नु हुँदैन, मान्छे निराशा हुनु हुँदैन। त्यो एउटा सबक चाहिँ मान्छेले के सिक्नुपर्छ भने केही कुरा नराम्रो भयो भने मेरो के गल्ती भयो त, यहाँ मैले के कमजोरी भयो भनेर त्यसलाई पहिलाएर राम्रो गर्ने कोसिस गर्नुपर्छ अर्कोचोटि। त्यसमा लागिरहनु, कन्टिन्यू गरिराख्नु, साधना गरिराख्नु, त्यसको फलको आशा नगर्नु, काम गर्नु, फलको आशा नगर्नु, तर निरन्तर रूपमा लागिराख्नु, त्यही नै हो। तपाईँको अलिकति कुरो काटेँ। हजुर, च्यालेन्ज यो हो। च्यालेन्ज भनेको नि यो हो। हजुर, तपाईँले फेस गरिरहनु भएको छ। जस्तै तपाईँले 2-4 रुपियाँ कमाएर लगानी गर्नु होइन, तपाईँले गीतमा खर्च गरिरहनु भएको छ। त्यो कमाएको पैसालाई सेभ नगरेर भए पनि तपाईँले गीत सङ्गीतमा खर्च गरिरहनु भएको छ। यो चाहिँ केही नाफा नभए पनि तपाईँले चाहिँ साङ्गीतिक क्षेत्रलाई केही दिन्छु, निता आचार्य को हो भनेर 2-4 जनाले चिनोस्, त्यो पनि हो। साङ्गीतिक क्षेत्रलाई पनि केही मिठो गीत दिन सकौँ, आफ्नो शुभचिन्तकहरूलाई केही मिठो सकौँ भन्ने तपाईँको यो एकदमै आत्मदेखिको जोस जाँगरलाई चाहिँ हाम्रो तर्फबाट स्याल्युट छ। यहाँको साङ्गीतिक यात्रा जहिले पनि राम्रो भएर जाओस्, तपाईँको शुभचिन्तकहरू, तपाईँको फ्यानहरू बढेर जाओस्, हाम्रो तर्फबाट यहाँलाई शुभकामना। धन्यवाद, धेरै धेरै धन्यवाद। एउटा अर्को गीत तपाईँलाई मन परेको गीत सुन्न पाउँछौँ कि? अब यो जुन मैले गाउन गइरहेको यो गीत चाहिँ अपकमिङ सङै हो मेरो। यसको चाहिँ हामीले भिजुअलाइज भएको छैन, रेकर्डिङ चाहिँ अलमोस्ट कम्प्लिटै भयो भन्नु पर्यो। यो गीत चाहिँ अलिकति आमाको बारेमा छ, मलाई चाहिँ अत्यन्तै मन परेको छ। 1-2 लाइन गाइदिन्छु। ताते गर्दै माटोलाई माया गर्न सिके मैले,
जे सिके जति सिके तिम्रै माया सिके मैले तिम्रै माया सिके मैले तिम्रै माया सिके मैले ताते गर्दै माटोलाई माया गर्न सिके मैले। थ्याङ्क यू, धन्यवाद। हस्, धन्यवाद। र अहिले तपाईँ नेपाली, हामी नेपाली, हजुर अहिले देश रोइरहेको छ, अन्यलमा छ। देशले भोलि कुन मोड लिएला भन्ने कुरो, राति सुतेर उठ्दाखेरि देशले कुन मोड लियो भन्ने कुरो थाहा हुँदैन हामीलाई। यो विषयमा, देशको यो उथलपुथल राजनीतिक विषयमा तपाईँलाई केही भन्ने मन छ? हजुर, म एक दुई शब्द भन्न चाहन्छु हजुर। यसको विषयमा। हुन त म राजनीति विज्ञ मान्छे पनि होइन, मलाई धेरै ज्ञान पनि तर छैन। हामी नेपाली, हामी नेपाली, हाम्रो मनमा नेपाल। जे आएको छ म चाहिँ त्यो भन्न चाहन्छु। अहिले हाम्रो नेपालमा दुःखद घटना घट्यो होइन, त्यति हजुर। जेनजीको युवा युवतीहरू मर्नुभयो। म हजुर। पनि अत्यन्त दुखी भएँ त्यो सुनेर होइन। उनीहरूले पनि देशमा केही होस् होइन, हामी मरेर गए पनि केही बनोस् भनेर विचारहरू त्यसरी बित्नुभयो। त्यो कुराले चाहिँ हामी सबै सम्पूर्ण नेपालीहरूलाई चाहिँ एकदमै धेरै दुःख लागेको छ होइन। अब हाम्रो देशमा चाहिँ एउटा परिवर्तन आउनु परेको जस्तो मलाई लाग्छ। एउटा राम्रो राम्रो सक्षम व्यक्ति, एउटा राम्रो इमान्दार व्यक्ति, एउटा राजनीतिमा एकदमै अब्बल भएर देशलाई माया गर्ने, देशलाई होइन, यसलाई जे परे पनि गर्ने भनेर एउटा त्यस्तो खालको व्यक्तित्व हाम्रो देशमा चाहिएको जस्तो मलाई लाग्छ होइन। अरू त मैले केही भन्न चाहिनँ। जो बित्नुभयो उहाँहरूलाई चाहिँ हार्दिक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु। अब उहाँले गर्नुभएको बलिदान, उहाँले गर्नुभएको त्याग चाहिँ खेर नजाओस् होइन। केही हाम्रो देशमा केही परिवर्तन आओस्, त्यसरी खेर नजाओस् भन्छु मैले। यहाँको धन्यवाद। देशप्रतिको माया को लागि धन्यवाद। थ्याङ्क यू। र देशको बारेमा एउटा गीत सुनाइदिनु। देशको बारेमा माया लाग्दै अघि पनि सुनाउनु भयो। अर्को बनेको छ पहराले यो छाती मेरो, बगेको छ चहरा रगतमा मेरो, टाकुरामा जन्मी पखेरुमा खेल्ने म झुक्दै नझुक्ने नेपालकी छोरी, म झुक्दै नझुक्ने नेपालकी छोरी। थ्याङ्क यू। तपाईँको स्वरको चाहिँ म पनि बिग फ्यान, एकदमै धन्यवाद। एकदमै राम्रो। तपाईँको त्यो स्वरले नै, स्वरसँगै त्यो त्यसको माया पनि मिसिएपछि त झन् भावुक बनाउने खालको छ। र मैले के भन्न चाहेँ भने अब निता आचार्यको भविष्यमा साङ्गीतिक यात्रामा हामीले कस्तो फड्को मारेको देख्न पाउँछौँ? भविष्यको प्लानहरू, फ्युचर प्लान के छ साङ्गीतिक क्षेत्रमा? मैले चाहिँ अब निरन्तर रूपले म यसरी लागिराख्ने, अझै मैले अघि नै भने जस्तो अझै म महासागरमा डुब्नु नै छ। डुबुल्की धेरै लाउनु बाँकी छ। मैले अझै राम्रो प्रस्तुति दिने, दर्शकहरूको मन जित्न सकौँ, दर्शकहरूलाई मैले होइन गीत गाएर खुसी बनाउन सकौँ र मेरो साङ्गीतिक यात्रा चाहिँ अझै राम्रो होस्, अझै म अगाडि बढेर धेरै राम्रो प्रस्तुति लिएर आएर हजुरहरूको सामुन्ने प्रस्तुत गर्न सकौँ भन्ने मेरो इच्छा छ। भनेपछि तपाईँ उमेर ढल्किँदै जाँदा पनि हजुर साङ्गीतिक यात्राको चाहना हजुर ढल्केको छैन। त्यही बुझ्नु पर्यो होइन? हजुर, एकदम बिल्कुल। म उमेर ढल्किए पनि यस्तो हुन्छ, उमेरले हाम्रो यो गीत सङ्गीतलाई चाहिँ उमेरले छेक्दैन, यदि गर्ने चाहना छ भने हो। सर्टन पोइन्टमा गएर हुनसक्छ, तर त्यो भन्दैमा अब म सकेँ, मैले गर्न सक्दिनँ भनेर तपाईँले जुन भित्रबाट भन्नुहुन्छ नि, त्यो बहुत गलत हो भन्छु। यो तपाईँसँग हिम्मत हौसला छ भने, तपाईँसँग भगवान् सरस्वती माताले मलाई अहिलेसम्म गीत गाउने स्वर दिनुभएको छ, त्यसमा म धेरै धेरै आभारी छु।
भगवान् सरस्वती मातालाई म धेरै कृतज्ञ छु उहाँप्रति। किनभने मैले गाउन सक्नु, मेरो स्वर हुनु नै अहिलेसम्म मेरो ठुलो सम्पत्ति भनेको मेरो त्यही नै हो होइन। कमाएको सम्पत्ति त आउँछ जान्छ, तर मेरो स्वर जुन छ नि मसँग त्यो त अहिलेसम्म त गएको छैन नि, त्यो मेरो लागि ठुलो सम्पत्ति। भनेपछि तपाईँको फ्युचर प्लानमा उमेर ढल्के पनि हजुर, प्लान योजनाहरू ढल्केको छैन, अझै राम्रो गीतहरू प्रस्तुति गर्ने मेरो इच्छा छ। हजुर, एकदम छ। र आदरणीय दर्शकवृन्दहरूले हजुरको गीतहरू, राम्रो गीतहरू अझै सुन्न पाउनेछ। हजुर, आशा गरेको छु त्यही बुझ्नु होला। मैले आशा गरेको छु कि अझै धेरै राम्रो प्रस्तुति लिएर आएर यहाँहरूको सामु प्रस्तुत गर्न सकौँ। हजुर, अब अलिकति मैले प्रसङ्ग बदलेँ। हजुर, अहिलेसम्मको तपाईँको जीवन भोगाइ अनुसार तपाईँलाई जीवन के हो जस्तो लाग्छ? छोटो जीवन भनेको चाहिँ के हो भने नि, जीवनको अब त्यो भन्ने त धेरै उदाहरणहरू छन्। म एउटा सानो उदाहरण मात्रै दिन्छु। जीवन भनेको तपाईँले जीवनमा चाहिँ एउटा लक्ष्य राख्नुपर्छ। म के बन्न चाहन्छु, म के गर्न चाहन्छु र म को हुँ त्यो बुझ्नु पर्यो पहिला सुरु। अनि आफूमा आफै खुसी हुन सक्नु पर्यो होइन। आफू खुसी भएर आफूलाई मन शान्त बनाएर आफ्नो मनमा शान्त बनाउनु भएपछि चाहिँ सबै कुरा तपाईँले गर्न सक्नुहुन्छ। तर तपाईँको जिन्दगीमा चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ एउटा लक्ष्य हुनुपर्छ। तपाईँ डेस्टिनी भन्छ नि हामीले, त्यो डेस्टिनी हुनुपर्छ। तपाईँको डेस्टिनी भएपछि तपाईँको जीवन गोरेटोमा जुन हिँड्नुहुन्छ नि तपाईँ पुग्नुहुन्छ एक दिन। तर लक्ष्य चाहिँ हुन पर्छ तपाईँलाई। लक्ष्य सहितको जीवन भएपछि चाहिँ हाम्रो जीवन सार्थक हुन्छ। चाहे त्यो सानै किन नहोस्, त्यो किन ठुलै किन नहोस्, लक्ष्य बिनाको जिन्दगी चाहिँ अलिक गाह्रो हुन्छ जस्तो लाग्छ मलाई। लक्ष्य चाहिँ राख्नुपर्छ हामीले होइन। अनि हामीले चाहिँ आफ्नो दायित्व पुरा गर्नुपर्छ हाम्रो समाजमा, हाम्रो परिवारमा होइन, हाम्रो देशप्रति होइन, माया ममता। र तपाईँ हो चिनी। अनि तपाईँ जुन कर्मभूमिमा तपाईँ बस्नुहुन्छ नि, चाहे अमेरिका होस्, चाहे क्यानाडा, चाहे जहाँ तपाईँ बस्नुहुन्छ त्यो देशलाई पनि तपाईँले माया गर्न सिक्नुपर्छ। र त्यो देशको बसेपछि तपाईँ नागरिक हुनुभयो, त्यो नागरिक भइसके तपाईँको पनि दायित्व हुन्छ कि त्यो देशलाई राम्रो गर्ने होइन। देशलाई पनि माया गर्नुपर्छ, आफ्नो देशलाई, स्वदेश विदेश दुवैलाई माया गर्नुपर्छ र आफ्नो कर्तव्य पुरा गर्ने र लक्ष्य हुनुपर्छ। यति कुरा तपाईँले गर्नुभयो भने चाहिँ तपाईँको जीवन खुसी हुन्छ भन्ने मलाई लाग्छ। सङ्घर्ष भनेको के हो जस्तो लाग्छ तपाईँलाई? सङ्घर्ष र सफलता। सफलता चाहिँ यो कस्तो हुन्छ नि, प्यारलल हुन्छ कि। सङ्घर्ष र सफलता चाहिँ सँगसँगै हिँडिरहेको हुन्छ। हाम्रो जीवन सङ्घर्ष पनि एउटा जीवनको पार्ट हो, सफलता पनि एउटा जीवनको पार्ट हो। सङ्घर्ष आयो भनेर तपाईँ धेरै दुःखी नहुनु, सफलता भयो भनेर तपाईँ धेरै खुसी पनि नहुनु। किनभने सफलता सधैँ रहँदैन, सङ्घर्ष पनि सधैँ रहँदैन। सङ्घर्ष भनेको दुःख हो, सफलता भनेको सुख हो। दुःख सुख चाहिँ हिँडिरहेको हुन्छ। हजुर, त्यही भएर हामी जब हामीलाई सङ्घर्ष हुन्छ, हामी आपत्तिमा पर्छौँ नि, ल अब म खतम भएँ, मेरो जीवन सक्यो भनेर हामीले जुन होइन, त्यही नजिकै हामीसँग सफलता आइरहेको हुन्छ। तर हामीले सफलतालाई देख्दैनौँ। त्यो चुनौती हुन्छ हाम्रो जीवनमा। हाम्रो जीवन भनेको नै चुनौतीपूर्ण जीवन हो हाम्रो। तर आत्तिनु हुँदैन। जुनै पनि समयमा तपाईँलाई केही पर्यो भने सबै आत्तिनु, घबराउनु हुँदैन। यो चाहिँ यो जीवनको पार्ट हो भनेर तपाईँले लिनुपर्छ। सङ्घर्ष गर्नु भएपछि नै सफलता तपाईँलाई मिल्छ। जब तपाईँ सङ्घर्ष नै गर्नुहुन्न भने तपाईँले जीवन के हो भनेर थाहा पाउनु हुँदैन र तपाईँलाई सफलता पनि मिल्दैन। त्यही भएर सङ्घर्ष गर्नु जरुरी छ। सङ्घर्ष गर्नुपर्छ। सङ्घर्षबाट पाउने मिठो फल चाहिँ त्यसको फल मिठो हुन्छ। त्यो फल नै सफलता हो। सफलता हो। सङ्घर्ष गरेर हजुर आएको मिठो फल नै सफलता हुन्छ। त्यो बुझौँ। हजुर, जब दुःख गरेर तपाईँले एउटा कुरा केही पाउनुहुन्छ नि, जब मलाई लिउँ अहिले होइन, अब म यो उमेरमा आएर पनि मैले आफ्नो लागि साधना के हुटुटी, मेरो मनमा एउटा हुटुटी छ नि, मेरो मलाई खोज छ कि, मेरो जीवनमा एउटा खोज छ कि। हुन त अमेरिकामा हामीलाई के छ र होइन, एउटा घर छ, गाडी छ, सानोतिनो म काम गर्छु होइन। अब एक प्रकारले भनौँ भने म सेटलै बसिरहेको मान्छे हो। तर मलाई गीत सङ्गीतमा लागेर अहिले मलाई यस्तो किन गर्नुपर्ने त? किनभने मेरो जीवनमा एउटा खोज छ कि, मैले केही खोजिरहेको छु कि जीवनमा। त्यो खोज भएको भएर नै म लागि परिरहेको छु। त्यो खोज भनेको नै मेरो जीवनको लक्ष्य हो। मैले लक्ष्य प्राप्त गर्नु छ, त्यही भएर म अगाडि बढिरहेको छु। हजुर,
गुड जब, धेरै राम्रो गरिरहनु भएको छ। थ्याङ्क यू अनि धन्यवाद माया, तपाईँलाई हजुर माया र माया प्रेम भनेको के हो, किन आवश्यकता छ? अब माया कस्तो हुन्छ नि माया त हामीले सबैलाई माया गर्छौँ होइन माया विभिन्न प्रकारको माया हुन्छ श्रीमानको मायाहरू हुन्छ साथीहरूको माया हुन्छ किन होइन आवश्यकता छ? मायाले अब यो संसारलाई अब हामीलाई एउटा एउटा कस्तो भने एउटा सपोर्ट गर्ने एउटा एउटा सिस्टम छ मायामा होइन हामीलाई चाहिँ हामी एक्लै बस्न सक्दैनौँ नि त हामीलाई मान्छे चाहिन्छ होइन अब साथ छ। हामीलाई साथ चाहिन्छ होइन अब साथ चाहिन्छ अब छोराछोरी भएपछि उनीहरूको हामीलाई साथ चाहिन्छ घर परिवार अब साथीभाइको साथ चाहिन्छ अब 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 आफ्नो आफ्नो जीवनको आफ्नो आफ्नो लाइफको आफ्नो एउटा पृष्ठभूमि हुन्छ नै होइन कसैलाई कसैको साथ चाहिन्छ माया भनेको चाहिँ खास भन्यो भने हस्बेन्डले वाइफले मात्रै माया गरेर पनि हामीलाई पुग्दैन हामीलाई अथवा साथीको मायाले हामीलाई माया भनेको विभिन्न प्रकारको माया हामीलाई चाहिन्छ माया जरुरी छ तर मायामा मात्रै हाम्रो जीवन चल्दैन मायाले मात्रै हामीलाई फेरि खान दिँदैन लाउन दिँदैन होइन हामीले आफ्नो गर्ने कर्तव्यहरू काम होइन हाम्रो के छ दायित्व जीवनमा त्यो पनि गर्नुपर्छ त्यसको पनि भूमिका ठुलो छ माया चाहिँ हामीलाई चाहिन्छ तर माया माया मात्रै भएर पनि पुग्दैन मायाको पछाडि धेरै कुराहरू धेरै जिम्मेवारीहरू धेरै दायित्वहरू यो सबै कुराहरू हुन्छ हाम्रो जीवनमा हजुर साह्रै राम्रो कुरा गर्नुभयो। थ्याङ्क यू अब म अलिकति तपाईँलाई दुईटामा एउटा छान्न लगाउँछु। हजुर हस् तपाईँले दुईटामा एउटा छान्नु पर्दा अमेरिका छान्नुहुन्छ कि नेपाल छान्नुहुन्छ? अब यस्तो छ कस्तो भने वास्तव म छान्नु पर्दा चाहिँ नेपाललाई छान्छु हेर्नुहोस् मैले अन्तरालदेखि भनिरहेको छु तर म अहिले त्यो गर्न सक्दिनँ होइन मेरो बाध्यताहरू छ मेरो परिवार यतै हुन्छन् होइन होइन अब कस्तो भने मलाई देशको एकदम माया लाग्छ हेर्नुहोस् म धेरै देशको माया गर्ने मान्छे हो अब म यसरी आउने भनेर मेरो बिग प्लान पनि कुनै पनि थिएन होइन एउटा मैले भने नि त डेस्टिनी हो मान्छेको एउटा कस्तो हुन्छ भने लेखान्तर भन्छ नि जीवनमा म अमेरिका आउँछु भनेर मैले कुनै प्लान बनाएको थिइनँ होइन अब त्यस्तै भयो तर मलाई तपाईँले सोधिहाल्नु भयो र मैले भने अहिले फेरि भन्छु मलाई देशको एकदम माया लाग्छ माया लाग्छ के छान्दाखेरि अमेरिका छान्नुहुन्छ नेपाल? म नेपाल छान्छु हजुर तर कस्तो छ भने माया लाग्यो भन्दैमा माया मात्रै गर्ने मेरो प्लान होइन मैले देशको लागि के गर्नुपर्छ भन्ने हुटुटी पनि चलेको छ म के गर्छु। साथी र सङ्गीतिक यात्रामा दुईटामा एउटा छान्नु पर्दा अब हेर्नुहोस् दुवै कुराको जरुरी छ मान्छेलाई होइन एउटा मात्रै कुरा मात्रै भएर तर मेरो लिस्टमा चाहिँ म साङ्गीतिकै छान्छु पहिला चाहिँ तर त्यो भन्दैमा फेरि साथी पनि नचाहिने होइन अब यो अलिक अप्ठ्यारो प्रश्नै सोध्नु भयो तपाईँले मलाई अहिले होइन प्रश्न चाहिँ अलि अप्ठ्यारो छ तर मेरो लिस्टमा चाहिँ साङ्गीतिक चाहिँ टप अफ द लिस्टै हो र त्यो भन्दै पर्दा साथी पनि चाहिन्छ। बुवा र आमा छान्नु पर्दा त्यो त गर्न सक्दिनँ मेरो म बुवा आमा दुइटै चाहिन्छ मलाई होइन दुईजनामा एकजना छान्नु पर्दा त्यस्तो त हुँदैन किनभने बुवाको आफ्नो एउटा बुवाले मलाई एउटा प्रेरणा दिनुहुन्छ आमाले एउटा प्रेरणा दिनुहुन्छ होइन मलाई चाहिँ दुवैको जरुरी छ मैले दुवैलाई माया गर्छु मेरो लागि दुवै बराबर। अब हामी अर्को सेगमेन्टमा जान्छौँ फोटो सेसन तपाईँलाई केही फोटोहरू देखाउँछौँ यो कहिलेको तपाईँ कहाँ पुग्नुभयो? ओहो यो त धेरै वर्ष अगाडिको कहिले भने यो सुगम पोखरेल आउनुभएको थियो त्यो बेलामा चाहिँ मैले गीत गाएको थिएँ यो के अरे भक्तराज आचार्यले गाउनुभएको के अरे कस्तो भन्न आएन मलाई अहिले एउटा गीत गाएको थिएँ मैले नेपाली ओकल्यान्डमा थियो के अरे यो हल कुन गीत भक्तराज आचार्यको एउटा छ नि कस्तो भन्न नआएको मलाई सरी सरी मैले भन्नु ओकल्यान्डमा गाउनुभएको ओकल्यान्डमा गाएको त्यतिखेर त भर्खर के हुँदो रहेछ हजुर होइन त्यो त यस्तो धेरै वर्ष पनि भइसकेको छैन तर हजुर अहिलेको भन्दा त लिएङै थिएँ के अरे हजुर हजुर यो फोटो हजुर यो फोटो चाहिँ हामीले चाहिँ उसमा खिचेको यो मदन दिपेम दाईको उसमा खिचेको जस्तो लाग्यो मलाई हजुर सम्झनामा हो कि जस्तो लाग्यो मलाई हजुर के कार्यक्रम थियो एउटा विशेष कार्यक्रम थियो त्यसको लागि जस्तो लाग्यो मलाई हजुर उहाँ बाउजू पनि हुनुहुन्छ हजुर अनि हाम्रो साथीहरू सबै साथीहरू चिनेको साथीहरू हजुर हजुर चिनेको साथीहरू सबैजना यो चाहिँ नेपाल डे परेडमा हजुर हजुर अगाडिको बसेको फोटो तपाईँको होइन? हजुर मेरो हो त्यो देख्नु भएन म झन्डा बोकेर पुरा परेडको याद आयो हजुर एकदम याद आयो।
अनि यो यो चाहिँ मेरो छोरीको ग्रेजुएसनमा खिचेको, मेरो ठुलो चाहिँ छोरी हो त्यो। हजुर हजुर ठुली छोरी हजुर दुईटा छोरी तपाईँ मेरो 2टा छोरी हजुर हजुर। यो चाहिँ मेरो घरमा एउटा के ग्यादरिङ थियो त्यही बेलामा खिचेको। कहाँबाट निकाल्नु भएछ फोटो। हजुर हजुर थ्याङ्क यू सो मच, धन्यवाद यहाँलाई। कार्यक्रमको अन्तमा यो साङ्गीतिक यात्रामा लागिरहँदा हजुर तपाईँले बिर्सिनु नहुने नामहरू? म हजुरलाई बिल्कुल म भन्न चाहन्छु। सबैभन्दा पहिला सुरु चाहिँ म निर्मल फियालजीलाई धेरै उहाँप्रति म धेरै कृतज्ञ छु, किनभने उहाँले नै मलाई प्लेटफर्म दिनुभयो। उहाँकै सान्निध्यमा मैले चाहिँ जर्नी सुरु गरेँ र उहाँकै सान्निध्यमा मैले मदन दाई दिपेमलाई मैले चिन्ने अवसर पाएँ। उहाँ यो दुनियाँ यस संसारमा त हुनुहुन्न, तर मैले उहाँलाई सदा सर्वदा उहाँलाई मैले सम्झिन्छु, किनभने उहाँले मलाई धेरै मेन्टर गर्नुभयो, धेरै गाइडेन्स गर्नुभयो। तिमी चाहिँ भन्नुहुन्थ्यो कि तिमी अरूको गीत नगाऊ, अब आफ्नो गीत गाउनुपर्छ भनेर उहाँले मलाई भन्नुभयो। त्यो शब्द मैले कहिले पनि बिर्सिनँ। उहाँको प्रेरणाले नै मलाई यहाँ झस्काएर उहाँकै प्रेरणाले गरेर नि मैले चाहिँ केही गर्नुपर्छ, अब चाहिँ मैले आफ्नो गीत निकाल्नुपर्छ, एल्बम निकाल्नुपर्छ भनेर उहाँको आशीर्वादले म यहाँसम्म आइपुगेको छु। उहाँ स्वर्गमा हुनुहुन्छ होला सायद, उहाँलाई चाहिँ म एकदमै उहाँप्रति धेरै कृतज्ञ छु, नमन गर्दछु। र निर्मल फियालजीलाई पनि मैले धेरै धेरै म धन्यवाद दिन चाहन्छु। उहाँले गर्दाखेरि मलाई एकदम अवसर मिल्यो। म चाहिँ स्टेजमा आएर उहाँले मलाई जुन अवसर दिनुभयो, म त्यसको लागि आभारी, एकदम आभार छु उहाँप्रति। म कृतज्ञ छु। र टेका कुमार पुन्जीले पनि मलाई पहिलो मेरो गीत मलाई अवसर दिनुभयो र मेरो साङ्गीतिक यात्रालाई सुरु गरिदिनु भयो, त्यसको लागि उहाँप्रति म कृतज्ञ छु। र मेरो साथीभाइ, मेरो परिवार सबैप्रति म धेरै धेरै कृतज्ञ छु। मेरो दर्शकवृन्दहरूले मलाई एकदम धेरै माया गरिदिनु भएको छ, गरिरहनु भएको छ, गरिरहनु हुनेछ भन्ने आशा गर्दैछु। मेरो सम्पूर्ण टिमलाई, मेरो इन्टायर टिमप्रति म एकदम कृतज्ञ छु। उहाँहरूले मलाई धेरै मिहिनेत गरेर मलाई यहाँसम्म पुर्याइदिनु भयो र मलाई विश्वास गरेर मलाई चाहिँ उहाँहरूले यहाँसम्म डोराउनु भएकोमा उहाँहरू सम्पूर्ण टिमलाई, सम्पूर्ण दर्शकहरूलाई, सबैलाई म एकदम धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। कार्यक्रमको अन्तमा सोध्नुपर्ने त धेरै थियो, तर हाम्रो समयलाई पनि ख्याल गर्नुपर्दाखेरि मैले सोध्न छुटाएको, हजुरले दर्शक श्रोताहरूलाई भन्न चाहनुभएको कुराहरू केही छ भने बताइदिनुहोस्। मैले अघि पनि भने होइन, सबै मान्छेले, सबै व्यक्तिहरूले चाहिँ जीवनमा चाहिँ म के बन्न चाहन्छु भनेर त्यो गोल चाहिँ राख्नुपर्छ होइन। गोल राखेर त्यो बाटोमा निरन्तर हिँडिराख्नु भयो भने चाहिँ तपाईँ एक दिन त्यो लक्ष्यमा पुग्नुहुन्छ होइन। छिटो पुग्न हुँदैन होला, ढिलो टाइम लाग्छ होला, तर हिँडिराख्नुपर्छ, त्यो बाटोलाई दौडाइरहनुपर्छ। हामी सबैजना जहाँ हुनुहुन्छ, जे गरिरहनु भएको छ, जस्तो काम गरिरहनु भएको छ, कहिले नछोड्नु होला। र आफू चाहिँ एउटा राम्रो व्यक्तित्व भएर होइन, सबैलाई के अरे सहयोगको भावना राख्ने, आफ्नो राष्ट्रप्रति, आफ्नो देशलाई माया गर्ने, तपाईँ जहाँ बस्नुभएको छ, जहाँ रहनु भएको छ, त्यो देशलाई पनि माया गर्ने र आफ्नो कर्तव्यबाट कहिले हुनु भएन भने चाहिँ हामी एउटा राम्रो इन्सान बन्नेछौँ। त्यही भन्ने आशा गर्दछु। र सम्पूर्णलाई मेरो आउने गीत लाई चाहिँ आएर सुनिदिनु होला, सेयर गरिदिनु होला र मलाई अझै धेरै माया गरिदिनु होला। माया गरिराख्नु भएको छ, म त्यसको लागि खुसी छु, एकदम कृतज्ञ छु सबैप्रति। धेरै धेरै धन्यवाद छ नेपाली डायस्पोरालाई र अमरजी हजुरलाई पनि धेरै धन्यवाद। भाइ क्यामराम्यान भाइलाई पनि धेरै धेरै धन्यवाद छ, सम्पूर्णलाई एकदम थ्याङ्क यू सो मच। मलाई आज बोलाउनु भएकोमा एकदम खुसी भएको छु। थ्याङ्क यू। अन्तमा तपाईँलाई मनपर्ने गीत तपाईँको या देशको बारेमा केही एउटा लास्टमा एउटा गीत गाइदिनुहोस्। लास्टमा म एउटा कुन्ती मुक्तानको गीत गाउन चाहन्छु है। यही नै हाम्रो लास्ट हुन्छ। यो चाहिँ मैले मदन दाई दिपेमलाई सम्झिँदै अहिले गाउँदै उहाँको सङ्गीतमा बनेको गीत हो। उहाँलाई मैले सुनाउन चाहेँ, उहाँको परिवार सबैलाई। भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो, कोही भन्छन् जिन्दगी यो
जाने घाम जस्तै हो म त भन्छु सृष्टिकै अमूल्य उपहार मानिसको जुनी झै के छ र बराबर बाँचुन्जेल गरौँ रमाइलो नाच्दै गाउँदै गरौँ रमाइलो। थ्याङ्क यू सो मच। धन्यवाद। धन्यवाद। तपाईँ सङ्गीतलाई माया गर्ने मान्छे हजुर आज 1 घन्टाको बाटो 1 घन्टाको यात्रा हजुर तय गरेर यो हाम्रो पोडकास्टमा आएर हाम्रो यो पोडकास्ट स्टेजलाई पवित्र बनाइदिनु भएकोमा आफ्नो घर परिवार कामलाई थाती राखेर पालिदिनु भएकोमा हजुर हामी डायस्पोरा परिवार यहाँप्रति हार्दिक कृतज्ञता थ्याङ्क यू गर्न चाहन्छौँ। थ्याङ्क यू सो मच। हजुरले पनि मलाई यसरी बोलाउनु भयो, निमन्त्रणा गरिदिनु भएकोमा म एकदम खुसी छु। हजुरलाई पनि धेरै धेरै धन्यवाद। यो नेपाली डायस्पोरालाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु। थ्याङ्क यू सो मच। अनि यहाँको फ्युचर प्लान भविष्यको योजनाहरू सबै सफलता होस्, सफल होस्, हजुर राम्रो भएर जाओस्। गीता निता आचार्यलाई हजुर दर्शक धेरैभन्दा धेरै दर्शकहरू वृन्दले माया गरोस्, माया गरून्। यहाँको गीतहरू दर्शक श्रोता बीच झन झन राम्रो राम्रो गीतहरू आओस्। यहाँको गीत पपुलर हुँदै जाओस्। जिन्दगीमा मैले के गर्नुपर्छ भन्ने यहाँको हुटुटी हजुर को सफलताको कामना गर्न चाहन्छौँ। धन्यवाद, धेरै धेरै र धन्यवाद। आदरणीय दर्शकवृन्दहरूलाई हाम्रो निता आचार्यजीको गीत कस्तो लाग्यो? लाइक, कमेन्ट, सब्सक्राइब, उहाँको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। नम्बरी बाँचे दैवले साँचे। फेरि पनि भेट्ने बाचाका साथ यहाँ हाम्रो नेपाली डायस्पोरालाई पनि सब्सक्राइब, माया, कमेन्ट गरिदिनु होला भन्दै आजको कार्यक्रम अन्त गर्न चाहन्छु। धन्यवाद, धेरै धेरै धन्यवाद हजुरलाई। थ्याङ्क यू।